सातौं बाटो ललितपुरबाट खुला बेसीसँग बेसी प्रतियोगिता लिखित परीक्षा विज्ञापन सबैले सूचना नेपाल चार्टर्ड एकाउन्टले के गर्छ भने तह 5 तह 6 र तह 7 को भ्याकेन्सी खुलाएको छ। प्रकाशित मिति 2083 2 महिना 22 गते। लोकसेवा आयोगबाट प्राप्त सहमति बमोजिम यस संसदको रीत रहेको देश सेवा समूह खुल्ला र समावेशी पदहरूमा प्रतियोगिता परीक्षा स्थानीय पद पूर्ति गर्नुपर्नेमा हुँदै आयोजित पूर्ण इच्छा नेपाली नागरिकबाट रीतिपूर्व दशकत आह्वान गरेको छ। लोकसेवा आयोगबाट हद र पुँजीबाट तोकिएको न्यूनतम पुगेको उम्मेदवारको स्थानमा अनलाइन दस्ता फारम भर्न सक्छ। अनलाइन फारम भर्नका लागि CARK-IC ओरिजिनल नेपाल मार्फत अनलाइन दिनुपर्ने लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुनेछ। लिखित परीक्षाको सञ्चालन केबाट हुनेछ? लोकसेवा आयोगबाट। श्रम नम्बर 1 विज्ञापन 3 नम्बर पद वरिष्ठ अधिकृत तह 7 को प्राविधिक समूह चार्टर्ड एकाउन्टेन्ट दलित 1 जनाको अनि त्यसपछि 2 नम्बरमा छ अधिकृतको 6 तहको र वरिष्ठ सहायक 5 तहको प्रशासन खुल्ला 1 जनाको र विज्ञापन सम्बन्धित विषय सूचना सामान्य सर्वोच्च अदालतबाट रिट नम्बर 078/WO066 बाट समेत उपर्युक्त सम्बन्धी निवेदन मिति 2079 10 महिना 24 गतेमा भएको पद प्रदेश आदेश बमोजिम कानुनी व्यवस्थापन भएको परिचित सो अनुसार पद पूर्ति गराइनेछ। सेवा स्थानीय परीक्षा किसिमको परीक्षा कुन किसिमको हुने गरिरहेको छ भने सम्बन्धित पदको पाठ्यक्रमको तोकिएको बमोजिम लिखित कम्प्युटर सिप परीक्षा प्रतियोगिता समूह अध्ययन प्रस्तुति र अन्तर्वार्ता हुने गरिन्छ। परीक्षा केन्द्र कहाँ हुन्छ? परीक्षा केन्द्र चाहिँ काठमाडौँमा हुन्छ। अपलोड गर्नुपर्ने कागजातहरू अपलोड गर्ने कागजातहरू के छ भने म यहाँ स्लाइड गरिरहेको छु भने हेरिसक्ने। उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता मार्कसिटको ट्रान्सलेट तथा चलचित्र प्रमाणपत्र र नागरिकता प्रमाणपत्र समावेशी समूह विज्ञापन हकमा बमोजिम समूह खुल्ने कागजात सङ्कलन गर्नुपर्नेछ। दशक दिने उम्मेदवारको नेपालको बाहेक अन्य मुलुकबाट शिक्षा योग्यता हासिल गरेको भएको सम्बन्धित निकायबाट समय निर्धारण गरेको प्रमाण अनलाइन पेश गर्नुपर्नेछ। अनुभव आवश्यकता पर्ने पदहरूको लागि न्यूनतम साथमा आफू काम गरेको कार्य संस्था प्रमाण गर्ने अनुभव सम्बन्धी पद तोकिएको स्थानमा गर्नुपर्छ। पेश गर्ने आवेदन प्रमाण प्रोफेसनल मेम्बरसिप क्राइटेरिया आवेदन पर्नेमा अति र दशक दिने अन्तिम मिति 2083 3 महिना 11 गतेसम्म छ र दोबर दस्तुरमा 3 महिना 18 गतेसम्म छ। र म स्लाइड गर्दै हेरिहाल्नु के कस्तो छ है। अब आइहाल्यो भने त 5 मा के छ? त 5 मा त 7 दशक 1200 लाग्छ। त 6 को 1000 लाग्छ। त 5 को 700 लाग्छ। यो पद पुष्टि छ भने अनलाइन पनि गर्न म स्लाइड गरिरहेको छु भने हेरिसक्नु होला।